आत्मवन्दन मास्टर, मलाई ध्यान मार्ग गराउने ब्रह्मश्री पितामह पत्रीजी र मेन विष्ट मास्टरलाई पनि कोटि कोटि नमन गर्दछु। म आज मेरो ध्यानको अनुभवको बारेमा भन्न गइरहेको छु। मलाई ध्यान गर्नुभन्दा पहिले मेरो टाउको दुख्ने, खुट्टा दुख्ने विभिन्न किसिमको समस्याहरू आइरहन्थ्यो। ध्यान गरेबाट मलाई धेरै राम्रो भएको छ। पढाइमा पनि राम्रो अनुभव भएको छ। विभिन्न किसिमको खुट्टा दुख्ने, टाउको दुख्ने बिरामीहरू थियो, त्यो पनि निको भइसकेको छ। मैले अहिले ध्यानमा आएको 3 महिना भइसक्यो। 3 महिना आउनु ध्यानमा मेरो अनुभव एकदमै राम्रो भएको छ। मलाई यो ध्यानले धेरै फाइदा गराएको छ। यो ध्यानको नाम हो आनापानसती ध्यान। यो ध्यान एकदमै सजिलो र सरल छ। जति मानिसको उमेर हुन्छ त्यति मिनेट ध्यान गर्नुपर्छ। जस्तै मेरो उमेर 16 वर्ष छ भने मैले 16 मिनेट ध्यान गर्नुपर्छ। यो ध्यान जता पनि गर्न सकिन्छ। कुर्सीमा बसेर, सोफामा बसेर, पार्कमा बसेर, प्लेनमा जाँदा, बसमा जाँदा यो ध्यान। मेरो पहिला पढाइमा अलि कम जिपिए आउँथ्यो। जबबाट मैले ध्यान गर्न सुरु गरेँ तबदेखि मेरो जिपिए पनि बढ्न सुरु भएको छ। ध्यान गर्नाले सम्पूर्ण चीजहरू सरल र सहज भएको छ। ध्यानले मलाई धेरै फाइदाहरू गरेको छ। पहिला मलाई रिस उठ्ने, विभिन्न किसिमको झगडा गर्ने, यो ध्यान गरे बापत मलाई अलि शान्त महसुस भएको छ, शान्त भएको छ। मलाई पहिला ध्यानको बारेमा थाहा थिएन। मेरो ठुलेमीद्वारा मैले ध्यानको बारेमा थाहा पाएँ। यो ग्लोबल आइएमई बैंकको नजिकै रहेको छ। टिकापुरमै महाअवतार बाबा पिरामिड ध्यान सेन्टर छ। मैले त्यहाँ आएर गुरुसँग परिचय लिएँ। त्यस दिनबाट गुरुसँग सम्पर्क भएर मैले ध्यान गर्न सुरु गरेँ। नराम्रो सोच विचार आउने पनि हराएर गएको छ। म सम्पूर्ण विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने सम्पूर्ण विद्यार्थीहरूले यो ध्यान गरिदिनु होला। यो ध्यान एकदमै सरल छ। सम्पूर्ण विद्यार्थीहरूले एकचोटि आएर अवश्य विचार गरिदिनु होला भन्न चाहन्छु। गर्नाले मेमोरी पावर बढ्छ र यस ध्यानले इक्जाममा सोचेको पेपरहरू आउन सुरु हुन्छ र आफूले सोचेको पुरा हुन सुरु हुन्छ। यो हो मेरो ध्यानको अनुभव। धन्यवाद मास्टर्स।